असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा होली पर्व सबै जाति वर्ग समुदायको समुचित भावनालाई प्रतिनिधित्व गर्ने गरी रङहरूको पर्व हो भनेर हामीले नेपालीले मान्ने गरेका छौँ। साँच्चै कि रङहरूको पर्व हो। नेपालको विशिष्टता भनेकै बहुजाति बहुसंस्कृति बहुपरम्परा आधारित हामी नागरिक हौँ, नेपाली हौँ। नेपाली हुनुमै गर्व छ। आज संसारभरिका मान्छेहरूले नेपालीको संस्कृतिप्रति नै असाध्यै ठुलो नजिकबाट अध्ययन गर्ने र हामीप्रति माया गर्नुहुन्छ। किनभने हामी सबै जाति धर्म संस्कृतिका बीच हामी एकता गर्छौँ, सुन्दर सम्बन्ध हुन्छ। एकले अर्काप्रति हामीले सद्भाव प्रकट गर्छौँ, शुभकामना प्रकट गर्छौँ। आज सबै नेपालीहरू एउटा लक्ष्य, एउटै उद्देश्य, एउटै भावना, एउटै विशेषता के छ भने हामी बिचको एकता छ। हामी बिचको एकता भनेकै धेरै मनहरू बिचको एकता हो, धेरै वर्गहरू बिचको एकता हो, धेरै जाति बिचको एकता हो, जसले होली रङले आज प्रतिनिधित्व गर्छ। प्रत्येकको रूपमा चाहिँ रङबाट हामीले चाहिँ समाजलाई एउटा सूत्रमा बाँध्ने खालको एउटा अवसर हामीलाई प्राप्त छ होली पर्व। यो होली पर्वको अवसरमा सम्पूर्ण डाङबासी नगरवासी सबैलाई म हार्दिक मङ्गल शुभकामना व्यक्त गर्न चाहन्छु। सुख शान्ति र समृद्धिको कामना गर्न चाहन्छु। यो पर्वलाई साँच्चै हामी नेपालीहरूको पर्व हो र यो पर्वलाई हामीले राम्रो अनुशासित भएर चाहिँ भव्य र सभ्य बनाऊ भन्ने कुरा राख्दै